ढुङ्गा बोकेर देश विकास हुन्छ भन्दै जाँटा सवाल गर्ने प्रश्न गर्नेहरू होइन, त्यो ढुङ्गालाई अपहेलना गर्नेहरू अब त्यही ढुङ्गाको खोजी गर्ने समय आएन। मैले भन्नु खोजेको कारण चाहिँ अब के हो भनेदेखि अब ग्यास चक्क बालेर चाहिँ पकेखौँ भन्दाखेरि ग्यास छैन, लाइन लाग्दा पनि ग्यास पाइँदैन। संसारमा अलिकति तलमाथि हुँदाखेरि होइन के हुँदो रहेछ यी कुराहरू सोच्नु पर्दैन। मुख छ र बोली आयो भन्दैमै जाँदा जेपिटी बोलिदिने। आफ्नो देश होइन अरू अन्य राष्ट्रहरूसँग चाहिँ परनिर्भर हुनु परेको राष्ट्र छ ज्याँटा प्रविधि र होइन विकासको कुराहरू गर्छन् ज्याठाहरू। तिमीहरूले त होइन, तिमीहरूले नहुने हामीले विशेष गरेर नेपालीहरूले प्रविधिको बारेमा चाहिँ सामाजिक सञ्जालको माध्यमबाट होस् अथवा छलफलमा होस् कुरै नगर्नु क्या, लाज हुन्छ, शरम हुन्छ। साँच्चै नै हो, सिरेसुरी निहुरिन्छ क्या, कुरै नगरौँ प्रविधिको त। त्यसैले श्रम गरौँ, श्रम गरौँ। 6 दिन आफ्नो पेटको लागि, आफ्नो परिवारको लागि, 1 दिन चाहिँ आफ्नो राष्ट्रको लागि श्रम गरौँ भन्नुको मुख्य कारण चाहिँ के हो भन्दाखेरि हाम्रो देश हामी स्वयं पनि आत्मनिर्भर हुनुपर्छ, परनिर्भर हुनु हुँदैन भन्नुको कारण यही हो क्या। मूर्ख हो, ढुङ्गा ढुङ्गा भन्थ्यो, अब त्यही ढुङ्गा खोज्ने समय आयो आएन जाँठा हो। हाम्रो देश भनेको त्यस्तो अलिकति संसारमा तलमाथि भइदिइहाल्यो भने पनि हामी होइन धेरै कुरामा फेरि पछि पर्छौँ, ढुङ्गे युगमै जान्छौँ भनेको कारण यही हो क्या। त्यही भएर आत्मनिर्भर बन्न सक्नुपर्छ, सिक्नुपर्छ, हुनुपर्छ। त्यो किसिमको चाहिँ होइन प्रेरणा दिनुभएको हर्क साम्पाङ सरले। बुझेनौ? अब तिमीहरूसँग त पैसा छ होला नि, पैसा हुँदा पनि ग्यास पाइँदैन। तिमीहरूलाई माथि माथि प्लेनदेखि ल्याइदिने कुरा आएन ग्यास होइन। अब सहर बजारमा त अब माटो नै पकाएर खाउँ भन्दा पनि माटो छैन, सबै पिजै पिज, प्लस्तरै प्लस्तर। के गर्छौ अब? यो हो क्या। बुझ्नुपर्छ, हामीहरूले बुझ्नुपर्छ। अझै पनि सचेत हौँ है। अब ढुङ्गे ढुङ्गे नबन, ढुङ्गे युगमै फर्किसक्यौँ। 15 दिनको गडबड, राष्ट्रमा गडबड हुँदाखेरि होइन, अन्तर्राष्ट्रियमा गडबड हुँदाखेरि 15 दिनमा तहल्का मचिसक्यो। अझै यो 15 दिन जाओस् त, अनि के हुन्छ ज्याठा हो।